त्यो चाहिँ इमोरल हो, त्यो चाहिँ इम्प्युरिटी हो, त्यो चाहिँ विवाहभन्दा बाहिरका सबै सम्बन्धहरू अनैतिक हुन्। आमेन आमेन। प्युरिटीमा तपाईँहरू एकदमै इक्जाम्पल हुनुपर्छ। यहाँ विवाह हुन बाँकी केही होइन, हामीसँग व्यक्तिहरू हुनुहुन्छ। अब यो व्यक्तिले प्युरिटीको बारेमा, यदि त्यो ख्यालको सम्बन्धमा भएको व्यक्तिले प्युरिटीको बारेमा इक्जाम्पल हुनसक्छ मण्डलीमा। यदि हाम्रो बिचमा अगुवा त्यस्तो भयो भने त्यो मान्छेले पछ्याउने, उसलाई पछ्याउने, उसले त्यो सिकाउन सक्छ। त्यहाँ के हुन्छ? त्यहाँ के हुन्छ? ल मानौ हाम्रो जवान होइन, जवानको अब अध्यक्ष, अहिले मैले नाम भनिनँ, एबिसिडी जोसुकै भए पनि यदि ऊ चाहिँ त्यो प्युरिटीमा छैन होइन, त्यो प्युरिटीमा छैन र उसले चाहिँ जवानलाई लिड गर्छ भने त्यो जवानले यदि एक दिन होइन, किनभने यो चाहिँ पक्राउ खाने कुरा हो, पाप चाहिँ लुकाएर लुक्ने कुरा होइन प्रियर। यस्ता किसिमको पापहरूलाई परमेश्वरले उदाङ्गो बनाउनुहुन्छ। यस्ता किसिमको पापलाई दाउदले लुकाउन खोज्यो, कति लुकाउन खोज्यो। अगमवक्तालाई पठाएर भन्नुहुन्छ कि तैँले पाप गरिस्, हो कि होइन? यस्तो किसिमको यो इम्प्युरिटी जो भित्रपट्टि त्यो हृदय चाहिँ कस्तो खालको अरे, क्यान्सरले भरिएको क्या त्यो। त्यसले गर्दा प्रियहरू, म तपाईँहरूलाई यो कुरा अनुरोध गर्न चाहन्छु। थ्याङ्क गड, मैले परमेश्वरलाई धन्यवाद दिन्छु, मेरो पवित्र विवाह भयो है। तपाईँहरूको पनि पवित्र विवाह होस् भन्ने म चाहन्छु। विवाह नभएकोहरूको है, फेरि सेकेन्ड विवाह चाहिँ चर्चमा सिकाइँदैन, यो चाहिँ संसारमा होला तर यहाँ सिकाइँदैन। त्यसले गर्दा प्युरिटी इज नट जस्ट एन आउटवर्ड इस्यु बट इट हार्ड इस्यु। जब यो कुरा आउँछ, जब इम्प्योर कुराहरू हृदयमा आउँछ, यहाँ के भन्छ दोस्रो कोरिन्थी 10:5 त्यहाँ तपाईँले मैले भन्ने हो भने त्यस्तो किसिमको जो विचारहरूले चाहिँ हामीलाई बसमा राख्न खोज्छ भने हामी चाहिँ यसुको नजिक गएर कन्फेस गरिहाल्नुपर्छ। भोलि कन्फेस गर्छु, पर्सि कन्फेस गर्छु, निकोर्सी गर्छु भन्ने होइन कि त्यस्तो इम्प्योर खालको थटहरू हाम्रो जवान जो भाइ बहिनीहरू, हामी जोसुकै चाहे विवाहित पनि, अझ बढी विवाहितहरू बिग्रिने हाई चान्स हुन्छ यो देशमा। बुझ्दै हुनुहुन्छ? जति विवाह नगरेकोलाई त्यो डर हुन्छ, यदि त्यो सम्बन्ध विवाह गरेको मानिसहरूको बिचमा सम्बन्ध राम्रो भएन भने त्यो मानिस इमोरल वेबाट जाने सक्ने सम्भावना अझ धेरै हाई हुन्छ। त्यहाँ विभिन्न हिडन वेहरूबाट मानिसहरूले आफ्नो लाइफलाई इन्जोय गरिरहेछ। त्यो मण्डलीको इक्जाम्पल होइन। आमेन। यहाँ पावलले भन्नुहुन्छ तिमोथीलाई, तिमोथी वचनको अधिकारलाई अभ्यास गर्नको लागि तिम्रो बोलीमा त्यो वचनको अधिकार पहिला हुनुपर्छ। तिमी जीवन बोल्ने मान्छे हुनुपर्छ, तिमीमा त्यो जीवन हुनुपर्छ। तिमोथी तिम्रो आचरणमा परमेश्वरको वचनको अधिकार देखिनुपर्छ, ताकि तिमीले आफूलाई पनि बचाउन सक्छौ, यहाँ भएका अरूलाई पनि बचाउन सक्छौ। आमेन। त्यो आचरणबाट बचाउन सक्छौ। तिम्रो प्रेममा के देखिनुपर्छ? त्यो सेक्रिफिसियल, त्यो प्रेमको इक्जाम्पल तिमीमा देखिनुपर्छ। अनि मात्रै तिमीले अर्कोलाई त्यो प्रेम गर भन्न सक्छौ। त्यसले गर्दा क्रिस्चियनिटी भनेको नाइस कुरा सिकाउने ठाउँ होइन। क्रिस्चियनिटी भनेको त्यसलाई स्वीकारेर पहिला आफू सेभ हुने ठाउँ हो। आमेन। अनि मात्रै हामी अर्कोलाई त्यो कुरामा लिड गर्न सक्छौँ। त्यसले गर्दा पावलले तिमोथीलाई भन्नुहुन्छ कि एफिसस जस्तो मण्डलीमा होइन पढाउँदै गर्नुहुँदाखेरि उहाँले भन्नुहुन्छ कि तिमोथीलाई भन्नुहुन्छ, तिमोथी तिम्रो बोली चेक गर, तिमी जवान छौ, तिम्रो बोलीमा तिमीलाई तुच्छ नभेटाओस्। तिमी जवान छौ, तिम्रो आचरणमा तुच्छ नभेटाओस्। तिमी जवान छौ, प्रेममा तिमीलाई तुच्छ नभेटाओस्। तिमी जवान छौ, तिम्रो फेथमा तिमीलाई तुच्छ नभेटाओस्। तिमी जवान छौ, तिम्रो प्युरिटीमा तिमीलाई तुच्छ नभेटाओस्। बरु तिमीलाई एक उदाहरणको व्यक्ति देखाओस्। आमेन। आउनुहोस् हामी सबैजना खडा हुनेछौँ। हालेलुया। प्रियहरू, परमेश्वरले हामीलाई ट्रिनिटी मण्डलीलाई यो 5वटा कुरामा इक्जाम्पल भएको मानिसले, यो 5वटा कुरामा इक्जाम्पल भएको मानिसले वचनलाई मानिसहरूको बिचमा स्थापित गर्न सक्छ। प्रियहरू, आई एम अल्सो ट्राइङ। म यो सुन्न चाहन्छु मेरो जीवनमा उहाँले जस्तै म बोल्न सकौँ, उहाँको जस्तै आचरण, त्यो बानी बेहोरा मसँग होस्।
उहाँको जस्तै त्यो फेथ मसँग होस्, उहाँको जस्तै त्यो प्युरिटी। किनभने त्यो कुराकानीमा उस्तै उस्तै केटाहरूको कुराकानीमा आउँदै गर्दाखेरि त्यो नचाहिने किसिमको कुराहरू रोक्न सक्ने हुनुपर्छ है। त्यो ठट्यौली हाँसी मजाक ती होइन बेअर्थका अनि ती के भन्छ उड्याउन ठाउला ती ठट्यौलीहरू हाम्रो बिचमा हुनु हुँदैन। प्रियहरू, हामी आफैलाई यो समय प्रार्थना गरौँ, परमेश्वरको वचनको अधिकार चाहिँ पहिला तपाईँ र मेरो बिचमा हुनुपर्छ प्रियहरू है। त्यही भएर यहाँ पावलले यतिकै सिकाऊ भन्नुभएको छैन, यतिकै गएर अर्ती देऊ भन्नुभएको छैन, तर उहाँले भन्नुहुन्छ कि तिमीलाई पहिला चाहिँ यो कुराहरूमा मण्डलीले तुच्छ भेटाउनु हुँदैन, अनि मात्रै तिमीले परमेश्वरको वचनको सत्यतालाई, परमेश्वरको वचनको अधिकारलाई, परमेश्वरको सामर्थ्यलाई, तिमीलाई दिएको त्यो वरदानहरूलाई प्रयोग गर्दै तिमीले त्यहाँ त्यो काम गर्न सक्छौ। तिमी यदि आफैमा त्यो कुरा छैन भने तिमीले परमेश्वरको सेवा गर्छु भनेर मात्रै त्यहाँ सेवा हुँदैन। प्रियहरू, हामीले आफैलाई विचार गरौँ। हामी प्रार्थना गरिरहेका छौँ, सेवाको लागि प्रार्थना गरिरहेका छौँ। प्रभु म के गरौँ, म के काम गरौँ? तर आज परमेश्वरले भन्नुहुन्छ बी एक्जाम्पल, बी एन एक्जाम्पल इन योर स्पिच, बी एन एक्जाम्पल इन योर कन्डक्ट, बी एन एक्जाम्पल इन योर लभ, बी एन एक्जाम्पल इन योर फेथ, बी एन एक्जाम्पल इन योर प्युरिटी. I have a gift for you, and that gift will accomplish the service of the high God. Hallelujah. Hallelujah. हामी प्रार्थना गरौँ प्रियहरू। हामी यहाँ धेरैजना जवान छौँ, हामी तिमोथी जस्तै जवान छौँ, हामी सेवा गर्न चाहन्छौँ। हालेलुया, हालेलुया, हालेलुया। हाम्रो जीवन द्वन्द्व कथामा आधारित जीवन होइन प्रियहरू। प्रार्थना गरौँ, यो समय प्रभुलाई भनौँ, हामी कन्फेस गर्नुपर्ने छ। हामी जहाँ इक्जाम्पल हुन सकिरहेको छैन, हामी प्रभुलाई भनौँ किन मेरो जीवनबाट काम हुँदैन, किन मसँग यो गिफ्ट छ भन्ने कुरा थाहा भएर पनि यसले काम गरिरहेको छैन, किनकि we are not that example. आत्माले यो वचन तयार गर्दै गर्दा मसँग यति धेरै कुरा बोल्नुभयो। त इक्जाम्पल छस्, मलाई यति गाह्रो भयो लर्ड, म यो वचन बाँड्दिनँ, यो वचन म बाँड्दिनँ। म कति ठाउँहरूमा म इक्जाम्पल छैन लर्ड। तर प्रभुले भन्नुभयो कहिलेसम्म भन्छस् त इक्जाम्पल छैनस्, किन कन्फेस गर्दैनस्? It was so hard for a week I battled. Myself that I am example of this, I am example of that. परमेश्वरले यो कुरा भन्नुभयो कहिलेसम्म त भन्छस् त इक्जाम्पल हुन्छस् भनेर। मलाई समय दे, कहिलेसम्म, कहिले आफै गर्ने हो यो? कन्फेस गर जहाँ त इक्जाम्पल हुन सकेको छैनस्, स्वीकार मैले सकिरहेको छैन भनेर। परमेश्वरले त्यो कुरामा तपाईँ र मलाई Hallelujah. That is a direct call from the God. That is a direct call from the God. Lift your voice up. You don't look whoever is next to you. Look, the Jesus is just watching you. Jesus is just in front of you asking that direct question. You confess and I will make you that example. Hallelujah. There is a gift for us. For each and every one of us, but it is not working. It is not working because when we try to exercise, people don't see that example in us. Hallelujah. Oh Lord, hallelujah. Prabhu, धन्यवाद, 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 Only
pamitratanku yang lama. Dari mana menuju? Sampai berdiri satu. तपाईँ र मैले विचार गर्नुपर्ने एउटा कुरा चाहिँ अनि के हो भनेदेखिलाई केही हदसम्म हामी अहिले ट्रिनिटी मण्डली हाम्रो मण्डलीका भाइ बहिनीहरू जवानहरू धेरैजना अनि प्रभुमा एक हिसाबले उठिराख्नु भएको छ, बढिराख्नु भएको छ। अनि यो हाम्रो लागि एकदमै खुसीको कुरा हो हैन। अनि हामी एज अगुवाको रूपमा हेर्दै गर्दाखेरि हामीले गौरव गर्नुपर्ने कुरा अथवा हामीले चाहिँ साँच्चीकै एक स्टेप अगाडि साँच्चीकै परमेश्वरलाई धन्यवाद दिनुपर्ने कुरा, किनकि तपाईँहरू जतिजना हुनुहुन्छ एकदमै त्यो एउटा राम्रो लयमा अनि परमेश्वरमा अगाडि बढिराख्नु भएको हामी देखिराखेको छौँ। र हामी सबैजनासँग अनि त्यो परमेश्वरको लागि सेवा गर्नलाई, परमेश्वरमा अगाडि बढेर परमेश्वरको लागि केही परमेश्वर सँगसँगै यो मण्डलीमा भएर केही गर्नका लागि हामी अगाडि बढिराखेका छौँ। अनि यो बढ्दै गर्दाखेरि चाहिँ कहिलेकाहीँ जीवनमा हामी कि त कहिले एकदम थोरै लिबरल वेबाट हाम्रो जीवन अगाडि बढिराखेको हुनसक्छ। अनि वचनको कतिवटा कुराहरूमा हामी अलिकता फितलो हुँदै गर्दाखेरि हामीले ठिकै छ नि त, ठिकै हो नि त भन्ने खालको एउटा कन्सेप्सनमा हाम्रो विचारहरू आइराखेको हुनसक्छ। अनि कहिलेकाहीँ अब ओभर इमोसनल भएर होइन एउटा एक कहिलेकाहीँ फेरि एकदमै रेडिकल वेहरू हामीले पकडेर अगाडि बढिराखेको पनि हुनसक्छ। तर आज जसरी परमेश्वरले तपाईँ र मलाई स्पष्ट रूपमा जसरी पावलले तिमोथीलाई जुन एउटा होइन एउटा असन्दर्भिक एउटा परिस्थितिको बिचमा चाहिँ अनि तिमी कसरी खडा हुनुपर्छ भन्ने कुरा सिकाइराखेको हामीले अनि यो स्पष्ट उदाहरण तपाईँ र मैले मेरो जीवनमा पाएका छौँ। त्यसकारण प्रियहरू हामीले एकचोटि विचार गरौँ कि तपाईँ र म चाहिँ अनि धेरैपल्ट त्यो होइन सबै कुरा मिलाएर जानु खोज्दै गर्दाखेरि पनि तपाईँ र म कतिखेर लिबरल भएर होइन त्यो परमेश्वरको वचनभन्दा बाहिर गइराखेको हुन सक्छौँ होइन। अनि कहिलेकाहीँ तपाईँ र म एकदमै होइन एकदम कडा हुँदै गर्दाखेरि पनि फेरि हामी धेरैजनालाई प्रेम गर्न बिर्सिन सकिराखेको हुन्छ। त्यसकारण आज स्पष्ट रूपमा तपाईँ र मलाई अनि यो तिमोथीको पत्रबाट अनि परमेश्वरले तपाईँ र मलाई बोलिराख्नु भएको छ होइन। तपाईँ र म चाहिँ साँच्चै नै त्यो कसरी त्यो एउटा होइन त्यो एउटा म्याच्योर व्यक्ति जसले चाहिँ त्यो
होइन माइल्स माइल्स हिँडेर अनि परमेश्वरको प्रचारको काम गरेको छ। उसको जीवन नै परमेश्वरमा सुम्पिएर अनि त्यो परमेश्वरमा एउटा उदाहरणीय दौड पुरा गरेको व्यक्तिले लेखेको पत्र, अनि जसले चाहिँ अनि जो चाहिँ अनि तिमोथीको लागि अथवा त्यहाँको मण्डलीको लागि इन्करेज भन्दैछ। प्रियहरू, मैले मण्डली यो म आज होइन यो समय मेरो उमेरको यो समयसम्म आउँदै गर्दाखेरि धेरैवटा मण्डली खडा भएको देखेको छु, धेरैवटा मण्डली डिस्ट्रोय भएको पनि देखेको छु, धेरैवटा मण्डली नाम निशानै हराएर मेटिएर गएको पनि देखेको छु। त्यसकारण यो सबै कसको कारणले गर्दा हो त भन्दै गर्दाखेरि अनि परमेश्वर चाहिँ त्यही व्यक्तिलाई उठाउन चाहनुहुन्छ, परमेश्वर त्यही व्यक्तिसँग अगाडि बढ्न चाहनुहुन्छ जो चाहिँ साँच्चैकै त्यो परमेश्वरको वचनमा स्टिक भएर आफ्नो जीवनलाई उदाहरण रूपमा अनि परमेश्वरमा अगाडि बढिराखेको छ। त्यसकारण प्रियहरू, अनि हामी भावनात्मक पनि होइन, हामी चाहिँ अनि एकदमै त्यो होइन सबै कुरा अटाएर जाने मिलाएर जाने भइहाल्छ नि भन्ने खालको सोचको पनि होइन। तर परमेश्वरको एउटा वचनले तपाईँ र मलाई कसरी सिकाइराखेको छ, परमेश्वरको वचनमा दायाँ कि बायाँ भन्ने कुरा हुँदैन होइन, परमेश्वरको वचनमा चाहिँ स्ट्रेट भन्ने कुरा हुन्छ। अनि त्यो स्ट्रेट बाटोलाई अँगालेर अनि हामी मण्डली अनि एकले अर्कालाई प्रोत्साहन गर्दै उठाउँदै अनि हामी अगाडि बढ्नेछौँ। अनि ट्रिनिटी मण्डलीलाई साँच्चीकै यो वचन परमेश्वरले दिनुभएको छ र आउने दिनमा हामी सबैजना अनि यो वचनमा अनि खडा हुँदै अनि हामी आफूले आफूलाई अनि निर्माण गर्दै जानेछौँ। तपाईँ र म साँच्चीकै अहिलेको यो समयको तिमोथीहरू हौँ। त्यसकारण परमेश्वरले तपाईँ र मलाई बनाउँदै हुनुहुन्छ, तपाईँ र मलाई उठाउँदै हुनुहुन्छ। त्यसकारण अवश्य नै तपाईँ र मद्वारा परमेश्वरले अनि यो ठाउँमा यो सिडनीमा अनि परमेश्वरले अचम्मको कामहरू गर्न बाँकी छ। त्यसकारण तपाईँ र म बनिनु छ। हामीलाई परमेश्वरले दिनुभएको यो वचनको लागि हामी ताली बजाएर धन्यवाद दिनेछौँ। हालेलुया। प्रभु, यो साँझ तपाईँ परमेश्वरलाई धन्यवाद। अनि साँच्चै नै प्रभु, हामी यो ठाउँमा तपाईँले हामीलाई चुन्नुभएको मानिसहरू हौँ। त्यसकारण हामी यो गर्वका साथ हामी विश्वास गर्न सक्छौँ कि तपाईँले हाम्रो जीवनबाट अनि केही न केही अनि तपाईँ परमेश्वरको लागि तपाईँको परमेश्वरको सेवामा अगाडि बढ्नको लागि अनि त्यो ठाउँ राख्नु भएको छ, त्यो बाटो हामीलाई हिँडाउनु भएको छ। प्रभु, हामी सर्वप्रथम तपाईँलाई हामी धन्यवाद दिँदछौँ। अनि प्रभु, अब प्रार्थना गर्दछौँ कि साँच्चै नै जसरी तिमोथी प्रभु त्यो जवान अवस्थामा अनि तपाईँमा अनि यो सबै कुराहरूबाट अनि ऊ अनि खडा भएर ऊ बलियो भएर उठ्दैछ। अनि प्रभु, हामी पनि त्यसरी नै प्रभु अनि यी सबै कुराहरूबाट हामी बनिएर हामी उठ्न सकौँ। हाम्रा भाइ बहिनीहरूको लागि हामी प्रार्थना गर्दछौँ कि साँच्चै नै आउने दिनमा अनि उहाँहरू साँच्चीकै अनि प्रभु त्यो प्रेममा अनि त्यो प्रभु आफ्नो बोलीमा अनि प्रभु त्यो पवित्रतामा अनि त्यो सत्यतामा अनि हरेक तवरबाट चाहिँ प्रभु साँच्चै त्यो उदाहरणीय बन्दै अनि प्रभु अनि तिमोथी जस्तै अनि खडा हुन सक्नुभएको होस्। हामी मण्डली नै त्यो रूपमा खडा भएर प्रभु हामी साँच्चै नै यो ट्रिनिटी मण्डली अनि यो सिडनीमा यो ठाउँमा तपाईँको काम गर्नको लागि एउटा उदाहरणीय बनेर प्रभु हामी उठ्न सकौँ। प्रभु, कुनै पनि अरू अनि मानिसहरूले अरू समूहहरूले अथवा हाम्रो मण्डललाई त्यो तुच्छ ठान्ने खालको अनि प्रभु त्यो व्यवहार हामी गर्ने छैनौँ र हामी त्यो हुने छैनौँ र तपाईँले हामीलाई त्यो बलियो बनाउनुहोस्। धन्यवाद सबै कुराको लागि, यो वचन यो समय सबै कुराको लागि हामी धन्यवाद दिँदछौँ। थ्याङ्क यू लर्ड। हालेलुया। हुन्छ, हामी प्रभुको प्रार्थना गरेर हामी भेटी उठाउनेछौँ अनि तपाईँहरू आफ्नो भेटी अनि ल्याउन सक्नुहुनेछ। पवित्र गरियोस्
आजमा विशेष गरिकन उठाइएका भेटीहरूमा अनुग्रह गर्नुहोस्। दिने हातहरूलाई प्रभु तपाईँले अझै आशिषित दिनुहोस् प्रभु। अनि यो हामी यो सानो समूह तर प्रभु आउने दिनमा हामीले ठुलो योजनाका साथ हामी अगाडि बढिराखेका छौँ, किनकि तपाईँ परमेश्वर हामीसँग हुनुहुन्छ। अनि विश्वास गर्छौँ तपाईँले हाम्रो जीवनमा अनि प्रभु हामीले नसोचेका ती बडा बडा ठुला कामहरू तपाईँले हाम्रो जीवनबाट गर्नुहुनेछ। हामी यो विश्वास गर्छौँ यो भेटीमा तपाईँ परमेश्वरको आशिष अनुग्रह रहेको होस्। धन्यवाद। हाम्रो कामहरूमा अनि व्यवसाय हरेक अवस्थामा हरेक ठाउँहरूमा तपाईँको आशिष हामीलाई यसरी नै अनि मिलिराखेको होस् प्रभु। धन्यवाद दिन्छौँ सबै कुराको लागि होस्। मिठो सङ्गति तपाईँको उपस्थिति धन्यवाद सबै कुराको लागि। अन्त्यमा परमेश्वर पिताको प्रेम प्रभु येशू ख्रीष्टको अनुग्रह अनि पवित्र आत्माको सङ्गति सहभागिता हामी सबैजनासँग यसरी नै सदा सर्वदा भइरहन्। आमेन। जय मसीह।